जति झोले छन् नि नेताका झोलेहरूलाई म एउटा कुरा के भन्छु भन्दाखेरि देश र जनता र आफ्नो फ्युचरको बालबच्चाहरूको लागि पनि गुन्डागर्दी गर्नुको लागि छोड भाइ हो। जिन्दगी बाँच्ने होइन, जिन्दगी मर्ने हो। त्यो अवधिभित्रमा पछि तिमीहरूको सन्तानहरूले कस्तो प्रभाव भोग्नुपर्छ थाहा छ। अहिले फर इक्जाम्पल ठ्याक्क शेरबहादुर देउवा र प्रचण्ड केपीको त अब सन्तान छैन, छोरा। अब शेरे र प्रचण्डको हालत कस्तो होला, पछि इमेज कस्तो हुन्छ तिमीहरूको बालबच्चाहरूप्रति, त्यो पनि ख्याल गरेर राजनीति गर। राजनीति गर्नु नराम्रो कुरा होइन, तर राजनीति गरेर गुन्डागर्दी र भ्रष्टाचारमा लप्त भएका तिमीहरू नाइके गुन्डा हो, झोले हो, छोरा। नेपाली काङ्ग्रेसको झोले हो, एमालेको झोले हो, माओवादीका झोले हो। त्यो प्रवृत्ति छोरा। सच्चा नेपाली नागरिक र सच्चा राजनीतिकर्ता भएर नाम र इज्जत र देशलाई बचाऊ। यही म भन्छु, तिमीहरू गुन्डा जस्तो गरेर यो खालको प्रवृत्ति नगर। तिमीहरूको शाखा सन्तानहरू पनि बाँच्नुपर्छ त्यो ठाउँमा, त्यो समाजमा, त्यो देशमा। यो कुरा बुझ। तिमीहरूलाई यही सुझाव भन्न चाहन्छु म।